ट्रान्सफरेबल जब हस्बेन्डको छ भनेपछि बुढी र नानीको लाइफमा चाहिँ के असर पर्छ भनेपछि आज म यो भिडियोमा भन्नु गएको छु। मेरो हस्बेन्ड गर्नुहुन्छ गभर्मेन्ट जब, एभ्री 3 इयर्समा त ट्रान्सफर हुन्छ, कहिले कहिले 2 सालमा पनि हुन्छ, 9 महिना पनि हुन्छ। लास्ट ट्रान्सफर हाम्रो 2 महिनामै भएको थियो। त मेरो बिहा भएको 12 वर्ष भयो, तर मेरो यो चाहिँ हो 7th ट्रान्सफर, 7 पल्टको ट्रान्सफर हो। यो आसाम आइपुगेछ। एभ्री ट्रान्सफर हामी मेरो हस्बेन्डसँगै ट्राभल गर्थ्यौँ, तर यो वालामा चाहिँ गरेन किनकि मिड अफ द सेसन भएको थियो नानीको स्टडिजको, अब स्कुलको। अन्त हस्बेन्डले नआउनु भन्नुभयो। अन्त त्यसको माथि अब नेक्स्ट इयर फेरि ट्रान्सफर छ उसको, अब 2 वर्ष पुग्छ। अन्त फेरि उसले 1 वर्षको लागि नआउनु होस्। अब त्यसले गर्दा नि अब म्याक्सिमम् म कोसिस गर्छु कि यता आउने, अब जुन पनि भेकेसन होस् या नानीको अलिकति स्कुल पनि ग्याप गरेर पनि ल्याउँछु। एभ्री मन्थ चाहिँ म आउँछु नै, अब कोसिस नै गर्छु। त यही सब हो। नानीको अब अलिकति स्टडिजमा अलिकति प्रब्लम हुन्छ उसको। अब जस्तो कि अहिले समर भेकेसन छ, तर उसको ड्रइङ क्लास, डान्स क्लास, ट्युसन एकदमै ग्याप भइरहेछ। अब धन्न मेरो नानी पनि कोअपरेटिभ छ, मान्छ ऊ आउनु। अब यसरी नै चलिरहेछ। मेरो नेबर छ धन्न यहाँ ग्वालपाडामा, ऊ चाहिँ एकदमै राम्रो छ। ऊ पनि कलकत्ताबाट ट्रान्सफर भएर आएको। ऊ छ भनेर चाहिँ हामी अलिकति घुम्नु निस्किन्छ। अहिले हामी आएको छ ग्वालपाडाको ब्रह्मपुत्र रिभर साइड घुम्नुको लागि। एकदमै राम्रो छ, एकदमै रमाइलो छ। भ्यू हेर्नुहोस् न कस्तो राम्रो छ। यसले गर्दा नै ग्वालपाडामा आउनु मलाई एकदमै मनपर्छ।